दिदी सन्चै हुनुहुन्छ? नमस्ते। हिजो आएको थिएँ त म। चिन्नुभयो नि हजुरहरूको लागि होइन सानो सन्चै त हुनुहुन्छ नि होइन तपाईँहरूको लागि होइन मैले सानो केही होइन बाबु नानीहरूको लागि बिस्कुटहरू ल्याएको छु हेर्नुहोस् है नाइ नभन्नुहोस् है अनि तपाईँहरूको लागि तेलहरू नि भइहाल्यो होइन कता हाल्ने बरु साइडमा हाल्यौँ तेलहरू यो तेल भयो लिनुहोस् पहिला है तेलहरू भयो अनि पछि चामलहरू नि ल्याएको छु है चामलहरू नि ल्याएको छु यतै हालिदिनुहोस् न यतै हालिदिनुहोस् साइडमा है ठिक छ ठिक छ ठिक छ ठिक छ है अनि यो चाहिँ स्याम्पूहरू भइहाल्यो होइन स्याम्पूहरू लुगा धुनेहरू सबै ल्याइदिएको छु दिनुहोस् तपाईँको लागि यो बाबुहरूको लागि कपी कलम पढ्नको लागि भयो दिनुहोस् तपाईँको लागि यो नयाँ नयाँ लुगाहरू छ होइन बाबु नानीको लागि नयाँ नयाँ लुगाहरू यो दिनुहोस् तपाईँको लागि नि लुगा छ होइन सबै नयाँ नयाँ लुगाहरू ल्याइदिएको छ होइन यो सबै तपाईँको लागि अनि यो त नुन भइहाल्यो आया खाना खानु भइसक्यो अनि ए त्यसो भए के गर्दै बस्नु भएको नि अहिले नुहाएर बस्नु नुहा है त्यही त अब मैले हिजो तपाईँको त्यो पालहरू देखेँ नि त घरमा होइन हेर्नै सकेन कि मैले एकदमै कस्तो माया नै लाग्यो कि मलाई त होइन अझै स्यालहरू आयो बच्चाहरू तान्न आएको थियो भनेर भन्नुभयो सर्प आएको थियो भन्नुभयो कस्तो गाह्रो भयो होइन निकै गाह्रो हो नि अझै फेरि बच्चाहरू छ तपाईँले पाल्नुपर्छ बच्चाहरू ठुलो गर्नुपर्छ होइन गाह्रो छ तपाईँले सबै जिम्मा तपाईँले लिइहाल्नुभएको छ यहाँ होइन यो घर त अब पानी पर्ने साथ कहिले जान्छ थाहा भएन हो कि होइन अहिले पानी पर्ने समय त्यसको लागि भयो नि तपाईँहरूको लागि एउटा नयाँ घर नि व्यवस्था गरौँ भनेर हामी सोचेको छु हामीले जति सक्छ त्यति ल्याएको मात्रै होइन अनि सानो एउटा खुसी बाँडौँ कि भनेर नि तपाईँहरूलाई मैले सक्ने जति एक लाख भयो 2 लाख 3 लाख होइन तपाईँको लागि होइन हजुर तपाईँको छोराछोरीहरूको लागि होइन राम्रो भविष्यको लागि सबै तपाईँले गरिरहनु भएको छ घरमा बस्न नि अलिक गाह्रो छ है तपाईँले एकदमै गाह्रो दुःख छ होइन अनि यो तपाईँको घरको लागि पनि हो होइन सबैको लागि हामी घर पनि निर्माण गरिदिन्छौँ अझै होइन अब बिस्तारै घरहरू नि बनाउँछौँ हामी बिस्तारै चिन्ता नलिनुहोस् तपाईँ अब यो गाह्रो गरी बसिहाल्नु परेन सानो एउटा होइन हामी जति सक्छ अलि व्यवस्थित गरेर जान्छु भनेर बसिआयो कि त्यसको लागि चाहिँ मैले दाइ एकजना पनि बोलाएको छु होइन तुलसी दाई तुलसी दाई तुलसी दाई तुलसी दाई मैले दाई बोलाउनु होइन हाम्रो तुलसी दाई हुनुहुन्छ होइन उहाँ चाहिँ अनि पछि यो सबै होइन हामी घरको लागि व्यवस्था गर्नलाई मैले दाइलाई जिम्मा दिएको छु होइन सबै होइन दाइले हेरिदिनुहुन्छ म चाहिँ आज काठमाडौँ जानुपर्छ अब घरको निर्माण कामहरू भोलिबाटै सुरु गरौँ दाइ होइन सबै के गर्न सक्छ अनि कति खर्च लाग्छ के लाग्छ होइन सबै हामी म मिलेर तपाईँलाई कति चाहिन्छ भन्नुहोस् होइन दिदीलाई के खर्च के चाहिन्छ के आवश्यकता पऱ्यो भने दाइले भन्नु होइन तुलसी दाइ हुनुहुन्छ दाइले मलाई भनिहाल्नुहुन्छ होइन तपाईँले के आवश्यकता पर्छ तपाईहरुले ती धेरै दिन भयो अब चामल पनि लुगाहरू सबै पैसा पनि धेरै नै दिन भयो अब हजुर एकैबार पुग्छ पनि होला है पुग्छ तर अब घरको अब लागि होइन घर कसरी गर्ने होइन हाम्रो अनि कति ज्यालाहरू कति 3-4 लाखमा पुग्छ 3-4 लाखमा हाम्रो सबै कम्प्लिट हुन्छ किचन पनि बनाउनु छ सबै कम्प्लिट हुन्छ होइन सबै गर्दाखेरि प्लास्टर गर्दा होला हजुर अब भोलिबाटै सुरु गरौँ न होइन कति के भएको छ सबै डिटेलहरू तपाईँको भिडियोबाटै गरिदिनु होइन के भयो काम भयो म काठमाडौँमा हुन्छु होइन
त्यही भएर तपाईँ कति भयो सबै देखाइनु अनि पछि त्यो ज्याला खर्चहरू कति अब के यो वरिपरि सबै अब उहाँको दुःख देखेर स्वयंसेवक रूपमा सहयोग गर्न खट्न ए यहीँ वरिपरिबाट नि यहाँ एकदम हामी उहाँलाई त धेरै धन्यवाद दिनुपर्छ उहाँले खट्छु भन्नुभएको छ अनि हामीलाई मिस्त्रीको ज्याला चाहिन्छ होला दाइ अब यहाँ कति दिन बस्नुहुन्छ अब केही दिन चाहिँ बस्नु केही दिन बस्नु यहाँ सबै व्यवस्थित गरिनु होइन दिदीलाई व्यवस्थित गरेपछि सबै इजी हुन्छ कि दिदीलाई बच्चाहरूको लागि मेन त बच्चाहरूको लागि हेर्नु बच्चाहरू कस्तो गाह्रो गरी बस्यानु भयो फेरि घर पनि एकदम गाह्रो होइन धेरै नै दुःख पाउनु भएको छ हजुरले होइन दुःख सबैलाई छ त्यही भएर मैले तपाईँलाई चिनाइदिइहालेँ होइन तुलसी दाइले तुलसी दाइ पनि एकदमै राम्रो मान्छे हुनुहुन्छ समाजसेवी नै हुनुहुन्छ उहाँ नि होइन खुसी हुनुभयो होइन तपाईँहरू खुसी छ भाइ अब हामीले चाहिँ त्यो एक वर्ष चामल किन्नु कति धाउदा हुन्छ कोही दुई तिन दिन के अरे हजुर पनि हुँदैन हजुर अब चामल किन्नु पैसा उठाउनु म त्यत्तिकै अब घुरा लागेर साबुनहरू किन्नु पर्यो अब अलिक झन् फेरि सबै महँगो अब उता ताल्ने यता ताल्दा त्यत्तिकै आफूको खान्छ बोलाउनु त्यत्तिकै हुँदैन कस्तो खालको भाग्यो यस्तो कसको दुःख पाएछ जस्तो लाग्छ हेरौँ त अब घरको अब त्यही हो समस्या छन् त्यही त्यस्तो भयो भने फेरि घरहरू घर पनि अब हजुरको श्रीमान आउनु हुँदैन है फेरि आउनु त कोही कोही बेलामा आउँछ अब पैसा पठाइदिनु भयो भने पैसा पनि के अरे महिना मर्या छैन फेरि साउल पनि दिँदैन अनि पैसै भएन भन्छ उसलाई पनि गाह्रै होला फेरि त्यस्तै हो हिजो पनि कल गर्नुभयो बोल्यो पैसा त भएन भने अनि फेरि आएर फेरि सिधा पनि कोही काट्दै उपचार राखेको थियो यही देख्नुलाई अब त्यस्तो भन्नु बर्खा आइहाल्यो बर्खा आउँदा अब के गर्ने त्यत्तिकै बस्नु अब चिन्ता नलिनु त्यही त फेरि पानी पर्ने सिजन भयो नि अलिकति होइन हामीलाई पनि डर भयो क्या यस्तो पानी परिरहेको सबै पानीभित्र आउँछ गाह्रो हुन्छ नि जे पनि हुनसक्छ यहाँ पानी परेपछि यस्तो पानी परिरहेको अहिले होइन त्यही भएर नि एउटा सानो एउटा हामी के निर्माण गरौँ नि भनेर होइन सोचेर होइन त्यसरी लागेको छौँ होइन त्यो हामी सफल भएर नै अब गर्छौँ होइन त्यो सफलै हुन्छौँ तपाईँको साथमा म पनि छु यहाँ होइन अब यहाँ स्थानीयहरूले पनि चासो लिनु भएको छ त्यसो हुँदाखेरि अब ढुक्क हुनु है मलाई भने धेरै यहाँ दाइले थाहा छ यहीँको होइन दाइ पनि यहीँतिर पनि आइरहनुहुन्छ त्यही भएर मलाई थाहा भएको होइन त्यही भएर दाइको साथबाट नि मैले यहाँ तपाईँसँग आउनु पायो होइन खुसी हुनुभयो एकदम धन्यवाद तपाईँलाई पनि तपाईँको पीडालाई लुगा छ है सबैजनाले एकदमै आफ्नो पीडा सम्झेर सहयोग गर्नुभएको छ एउटा यो लुगा किन कति धेरै पैसा हुन्छ यति धेरै ल्याउनु भयो मलाई कति धेरै खुसी छ धेरै खुसी छ अब चामल बाबु नानीहरू खुसी हुनु पर्यो खुसी हाँस्दै खुसी छ यसो मलाई पनि धेरै खुसी छ आज खुसी हुनुभयो हिजो त कोही हिजो त धेरै नै भएको दुःखै छ नि जे छैन गाह्रै छ हेर्नु उहाँहरू एकदम गाह्रो गरी आज पनि के चाहिँ त्यो फेरि बन ढाडेन के हो त्यो बाहिर जङ्गली जनावरभित्र आज पनि पस्यो है आज पस्ने उताबाट सबै बोराहरूले मात्रै छोड्नु भएको रहेछ तपाईँहरूले तर्सिहाल्छ नि राति अनि तपाईँहरू यहाँ अब टोयलेट छैन कसरी जानुहुन्छ के गर्नु अब गाह्रो रहेछ दिनुहुन्छ अब त्यो घर पाउने बेला टोयलेटबाट नि ठ्याक्क मिलाएर गरिदिउँ हामी ठ्याक्क टोयलेटहरू नि गर्ने घर नि राम्रोसँग होइन तपाईँहरूले जे होस् व्यवस्थित हुने गरी नै म गर्छु होइन म काठमाडौँमै भए पनि होइन दाइ हुनुहुन्छ कि तुलसी दाइ हुनुहुन्छ होइन तुलसी दाइसँग म सम्पर्कमै हुन्छु तपाईँले के अप्ठ्यारो पऱ्यो के पैसा चाह्यो तपाईँले के खर्च चाह्यो के खानु पऱ्यो होइन तुलसी दाइले भन्नु दाइले मलाई भन्नु भइहाल्छ म गरिदिन्छु किन पैसा चाहेन अहिलेसम्म देख्नु भएको छैन अब यो घरमै खर्च त गर्ने नि होइन सबै राम्रो व्यवस्थित हुने हो होइन त्यही त हो त्यही हो नराम्रो कामहरूमा गर्नु भएन के पनि होइन सबै घरमा तपाईँको लागि नै होइन हजुर सबै तपाईँले म नि अब जानुपर्छ म नि काठमाडौँ जानुपर्छ दाइ यहीँ हुनुहुन्छ होइन भोलिदेखि नै तपाईँहरूको काम सुरु हुन्छ भोलिदेखि नै सबै हुन्छ होइन
पछि यहाँ अब त्यो ज्यालाहरू चाहिँ त्यो दिनु पर्ने भन्नुभयो होइन काम यहीँ सबै यहीँबाट सहयोग कस्तो सहयोग भन्नु कस्तो ज्याला दिनु पर्ला नभए अरू भोलिन्टियर्समा खट्न यहीँ भोलिन्टरी हुन्छ ल हुन्छ म नि काठमाडौँ जानु लागेको 5 बजिसक्यो ढिला भइसक्यो मैले पुग्नुपर्छ है काठमाडौँ त्यही भएर